सबैजनालाई नमस्कार छ, धेरै धेरै स्वागत छ। यति बेला म सामुदायिक रेडियो विजय एफएम 101.6 मेगाहर्जको स्टुडियोमा छु र अबको केही बेरमा विजय खबर सुरु हुँदैछ। त्यस हिसाबले पनि तपाईहरू सबैजनालाई स्वागत गर्न यो फेसबुकमा लाइभ मार्फत जोडिएको छु। कहाँ कहाँबाट जोडिनु भएको छ कमेन्ट गर्नुहोला। विजय खबरमा यहाँहरू सबैजनालाई हार्दिक स्वागत छ। र आज रामनवमी पर्वको पनि यहाँहरू सबैजनालाई धेरै धेरै शुभकामना छ। विजय खबरमा विशेष गरी हामीले स्थानीय खबरहरू सुनाउनेछौँ। पक्कै पनि यहाँहरूले सुन्नुहुनेछ, हेर्नुहुनेछ र यहाँहरूका सकारात्मक पक्ष कमेन्टहरू दिनुहुनेछ, मेसेज गर्नुहुनेछ, यो अपेक्षा गरेको छु। र प्राविधिक कक्षमा राजेन्द्रजी हुनुहुन्छ र अब केही बेरमा विजय खबर सुरु हुँदैछ। यहाँहरू सबैजनालाई विजय खबरको यो लाइभमा हार्दिक स्वागत गर्दछु। सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज, युट्युब च्यानलसँगै हाम्रो पात्रो र नेपाली पात्र मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको स्थानीय खबरहरूको सङ्गालो बिहान 6:30 बजेको विजय खबरमा अजय पौडेलको नमस्कार। विजय खबरको सुरुवातमा प्रमुख खबरका मुख्य शीर्षकहरू। आज रामनवमी पर्व श्रद्धा र भक्तिपूर्वक भगवान श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदै मुलुकभरि सार्वजनिक विदा कालिका मन्दिर कालिका आश्रमको 50औं स्वर्ण महोत्सव सम्पन्न। मुलुकले आज नयाँ प्रधानमन्त्री पाउँदै राजसभाका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिने जेन्जी आन्दोलनका क्रममा जलेका मध्ये चितवन मालपोतका 8000 नयाँ श्रेष्ठता कायम। र बरण्डाघार जैविक करिडोर अतिक्रमणप्रति संरक्षण कर्मीहरूको चिन्ता, चितवनका 7 धार्मिक विद्यालयका 110 जना विद्यार्थीहरू यसैमा सहभागी हुने। भरतपुर महानगरको आर्थिक प्रगति कमजोर, 8 महिनामा 37% सीमित। हेलो नमस्कार गीता देवी आन्टीलाई धेरै धेरै स्वागत छ। इमाल पौडेल मेरो समकालीन ज्यू, धेरै सम्झना छ। मिस्यु राजा भन्नुभएको छ, धेरै सम्झना छ। के छ हिमालजी? सबैजनालाई हार्दिक स्वागत छ। अन्य को साथीहरू जोडिनु भएको छ कमेन्ट गर्नुहोला। सबैजनालाई हार्दिक स्वागत छ। यति बेला हेडलाइन भनिसकेको छु, सुन्नुभयो पक्कै पनि। र अब हामी थप खबरतर्फ लाग्नेछौँ। जीवन गिरी हाम्रो सरलाई पनि धेरै धेरै स्वागत छ। सर के छ खबर? सबैजनालाई हार्दिक स्वागत छ। तेज नारायण आचार्य सरलाई पनि हार्दिक स्वागत छ, नमस्कार छ। गुड मर्निङ, नमस्कार। ठिक छ भन्नुभएको छ। के छ अनि चितवनतिर आउने कार्यक्रम छैन? जमिति विक्रम सम्म 2082 चैत 13 गते शुक्रबार, तदनुसार 27 मार्च सन् 2026 र आज चैत्र शुक्ल पक्ष नवमी तिथि। खबरको सुरुवातमा आज रामनवमी पर्व देशैभरि सार्वजनिक विदा पनि रहेको छ। यसैसँग सम्बन्धित समाचार। चैत्र शुक्ल नवमीको दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ। रामनवमी पर्वको अवसरमा सरकारले आज देशैभरि सार्वजनिक विदा दिएको छ। त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौशल्या देवीको सुपुत्रको रूपमा श्री रामचन्द्रको जन्म भएको चैत्र शुक्ल नवमीको दिनमा भएको थियो। विष्णुको 7औं अवतार मानिने उहाँको जन्म हुँदा
पुनर्वसु नक्षत्र रहेको थियो। कुण्डलीमा चन्द्रमाका साथ बृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो। भगवान रामचन्द्रको कुण्डलीमा 5 ग्रह सूर्य, मंगल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो। वर्षका 4 नवरात्र मध्ये वासन्तीय नवरात्रको नवमीका दिन जन्मनुभएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी राम राज्य स्थापना गर्नुभएको थियो। धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईका अनुसार रामनवमी पर्व मनाउनुको महत्व राम जस्तै मर्यादित, अनुशासित र नियन्त्रित राज्य सञ्चालनका लागि आशा गर्नु रहेको बताउनु भएको छ। यस अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गर्ने गरिन्छ। रामनवमीको दिन देवी पूजा गरेर रामचन्द्रको पूजापाठ एवं आराधना गरेमा श्री प्राप्त हुने भन्ने शास्त्रीय मान्यता पनि रहेको छ। आजको दिन व्रत बसी श्री रामको पूजापाठ र जप ध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठमा वास हुने कुरा धर्मशास्त्रमा पनि उल्लेख गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जनजाति, जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीहरूको बीचको परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभएको छ। रामनवमी पर्वको अवसरमा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति एवं समृद्धिको शुभकामना दिँदै राष्ट्रपति पौडेलले यस पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावना अभिवृद्धि गर्न उत्प्रेरित गर्न सकोस् भन्ने कामना पनि गर्नुभएको छ। गैंडाकोट स्थित कालिका मन्दिर कालिका आश्रमको 50औं स्वर्ण महोत्सव तथा वार्षिक उत्सव समापन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम बिहिबार मन्दिर परिसरमा भव्य रूपमा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि नेपाल सन्त समाजका अध्यक्ष तथा अरियर सन्यास आश्रम एवं प्रमानन्द संस्कृत गुरुकुल देवघाट धामका पीठाधीश स्वामी सरस्वती महाराजले हाम्रो सनातन परम्परा र संस्कृतिको संरक्षण गर्नु आजको आवश्यकता रहेको उल्लेख गर्नुभएको छ। कार्यक्रममा विशिष्ट अतिथि गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदन भक्त अधिकारीले सनातन धर्मको संरक्षणमा यस्ता धार्मिक कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। कार्यक्रममा गैंडाकोट वडा नम्बर 8 का वडा अध्यक्ष प्रेम सापकोटाले मन्दिरलाई यहाँसम्म ल्याउनका लागि सहज वातावरण नभएको उल्लेख गर्दै आर्थिक भौतिक रूपले सहयोग गर्ने सहयोगी दाताहरू सबैलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले मन्दिरको विकासका लागि मन्दिरलेको सहयोग स्वरूप वडाको तर्फबाट 4,14,141 रुपियाँ सहयोग प्रदान गर्ने घोषणा पनि गर्नुभएको छ। कार्यक्रममा नगर उपप्रमुख शान्ति कोइराला, नगर प्रज्ञा प्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी, उपकुलपति भीम प्रसाद शर्मा, वडा नम्बर 5 का वडा अध्यक्ष रत्न प्रसाद सापकोटा, वडा नम्बर 7 का वडा अध्यक्ष ओमनाथ सापकोटा लगायतका जनप्रतिनिधिहरू तथा भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कालिका मन्दिर कालिका आश्रमका सल्लाहकार इन्द्रराज ज्योति पौडेलले सञ्चालन गर्नुभएको थियो भने कालिका मन्दिर कालिका आश्रमका अध्यक्ष पिताम्बर सापकोटाले कार्यक्रममा समापन मन्तव्य राख्नु भएको थियो। सो अवसरमा भजन कीर्तन, दीप प्रज्वलन, अखण्ड दीप प्रज्वलन तथा लाखबत्ती बाल्ने कार्यक्रम समेत गरिएको थियो। चितवनका 7 धार्मिक विद्यालयका विद्यार्थीहरू माध्यमिक शिक्षा परीक्षा अर्थात एसईमा सहभागी हुने भएका छन्। ती भरतपुरमा अध्ययन गर्ने 110 जना विद्यार्थीहरू एसईमा सहभागी हुन लागेको जानकारी गराइएको छ। शिक्षा विकास तथा समन्वय इकाइ भरतपुर चितवनका अनुसार ती सहित जिल्लाका 244 विद्यालयका विद्यार्थीहरू एसईमा सहभागी हुन लागेका हुन्। यही चैत 19 गतेबाट शुरू हुने एसई परीक्षामा सामुदायिक तर्फ 124 विद्यालय, 113 वटा संस्थागत विद्यालय र 7 धार्मिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू सहभागी हुन लागेको जानकारी गराइएको छ। यस वर्ष विद्यार्थीहरू सहभागी गराउनका लागेका धार्मिक विद्यालयहरूमा रत्नगरको श्रीराम वैदिक संस्कृत गुरुकुलमका 10, रत्नगरकै गायत्री वेद विद्या गुरुकुलमका 14, भरतपुरको वैकुण्ठ प्रम वैदिक विद्या प्रतिष्ठानका 7 र भरतपुरको प्रभानन्द स्मृति वैदिक विद्या भवन गुरुकुलमका 10 जना विद्यार्थीहरू नियमित परीक्षामा सहभागी हुन लागेको जानकारी गराइएको छ। यसैगरी देवघाटको राम जानकी गार्गी कन्या गुरुकुलमका 11, देवघाटकै योगी नरहरिनाथ संस्कृत गुरुकुलमका 10 जना र देवघाटकै सीताराम संस्कृत माध्यमिक विद्यालयका 11 जना विद्यार्थीहरू सहभागी हुन लागेको जानकारी गराइएको छ। इकाइका प्रमुख लक्ष्मण देवकोटाका अनुसार जिल्लाका 244 विद्यालयका 12,349 जना विद्यार्थीहरू परीक्षामा सहभागी हुँदैछन्। यसमध्ये 10,500 जना नियमित हुन् भने 1,849 जना ग्रेड वृद्धिका विद्यार्थीहरू रहेको जानकारी गराइएको छ। परीक्षामा सहभागी हुने मध्ये प्राविधिक धारका 344 जना, धार्मिक विद्यालयका 110 जना, दृष्टिविहीन 3 जना, सुस्त श्रवण 8 जना विद्यार्थीहरू परीक्षामा सहभागी हुन लागेको जानकारी गराइएको छ। उहाँका अनुसार जिल्लामा 42 केन्द्रबाट विद्यार्थीहरूले परीक्षामा सहभागी हुने जानकारी गराइएको छ। 34 सामुदायिक विद्यालय र 8 वटा संस्थागत विद्यालयमा केन्द्र तोकिएको पनि जानकारी गराइएको छ। केन्द्र अध्यक्ष नियुक्तिको प्रक्रिया सकेर अनुशिक्षणको तयारी सुरु गरिएको पनि जानकारी गराइएको हो। गत वर्षको एसईमा भन्दा यस वर्ष 7 विद्यार्थी कम सहभागी हुन लागेको पनि जानकारी गराइएको छ।
विजय खबरमा अब स्वास्थ्य खबरको पालो। छाला शरीरको बाहिरी तह हो जसले शरीरलाई विभिन्न संक्रमणहरूबाट जोगाउँदछ। छाला चिलाउने धेरैले भोगिरहेको समस्या हो, तर प्राय यसलाई सामान्य रूपमा लिइरहेको पनि पाइन्छ। कलेजो सम्बन्धी रोग, मृगौला फेल हुँदा, रक्त अल्पता, गलगाँडको समस्या, क्यान्सर, मधुमेह, थाइरोइड लगायतका भित्री समस्यामा पनि छाला चिलाउने गर्दछ। यसैबीचमा सहकर्मी श्रीमाया गाहा मगरले चितवन स्किन क्लिनिकका छाला रोग विशेषज्ञ डाक्टर अच्युत पोखरीसँग किन छाला चिलाउने समस्या देखिन्छ भनेर सोध्नु भएको छ। अबको क्रममा उहाँसँगको कुराकानी। चालिसे मनोज दाईलाई पनि धेरै धेरै स्वागत छ। आइडी कृष्ण पौडेल अङ्कललाई पनि धेरै स्वागत छ। अङ्कल जन्मदिनको धेरै धेरै शुभकामना छ। भर्खर मैले उता आन्टीको पोस्ट देखेको थिएँ अघि। जन्मदिनको धेरै शुभकामना छ अङ्कललाई। राजाराम गौतमजीलाई पनि धेरै स्वागत छ। गुड मर्निङ सर, राजाराम सर, के छ खबर? अनि कृष्ण अङ्कल के छ? मनोज दाई के छ खबर? सबैजनालाई हार्दिक स्वागत छ यहाँहरूलाई। यति बेला स्वास्थ्य खबर बजिरहेको छ, त्यस हिसाबले मैले तपाईँहरूका कमेन्टहरू लिने अवसर पाएको छु। सबैजनालाई हार्दिक स्वागत छ, धन्यवाद छ। र अब अरू खबरहरू पनि छन्। स्वास्थ्य खबरपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबरको पालो। देशले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको रूपमा शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ। त्यसअगाडि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइने छ। नेपालको संविधानको धारा 76 को उपधारा 1 अनुसार एकल सरकार गठन हुन लागेको हो। राष्ट्रपति कार्यालयका अनुसार अपराह्न प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम तय गरिएको छ। शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीहरूलाई आमन्त्रण गरिएको जानकारी गराइएको छ। प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने बुझिएको छ। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले 182 सीटमा जित निकाल्न सफल भएको थियो। सो दलले बिहिबार मात्रै दलको नेतामा बालेन्द्र शाहलाई संसदीय दलको नेतामा चयन गरिसकेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेता शाहले झापा क्षेत्र नम्बर 5 बाट 68,348 मत प्राप्त गरेर विजयी हुनुभएको थियो। नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूद्वारा पद तथा गोपनीयताको शपथ लिनुभएको छ। सिंहदरबार स्थित संघीय संसद सचिवालयको नवनिर्मित बहुउद्देश्य हलमा आयोजना गरिएको समारोहमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। ज्येष्ठ सदस्य केसीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको थियो र नेपालको संविधानको धारा 99 र 91 को उपधारा 5 तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन 2074 को दफा 75 बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था रहेको छ। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले 182, नेपाली कंग्रेसले 38, नेकपा एमाले 25, नेपाली कम्युनिष्ट पार्टीले 17, श्रम संस्कृति पार्टीले 7 र राष्ट्रिय प्रजातन्त्र पार्टीले 5 सीट जित्न सफल भएका थिए। गत भदौ 23 र 24 गतेको जेन्जी आन्दोलनको क्रममा जलेका मध्ये मालपोत कार्यालय भरतपुरबाट 8,000 नयाँ श्रेष्ठता कायम गरिएको छ। एकिन तथ्याङ्क नभए पनि 2 लाख आराहारी श्रेष्ठता कार्यालयमा रहेको अनुमान रहेको छ। आगजनीका कारण सबै कागजात जलेर नष्ट भएपछि मालपोत कार्यालयले जग्गाधनी प्रमाणपत्रको नयाँ श्रेष्ठता कायम गरिरहेको जानकारी गराएको छ। सोही बमोजिम मालपोत कार्यालय भरतपुर जिल्लाका 7वटै पालिकालाई जग्गाधनीको नयाँ श्रेष्ठताका लागि सिफारिस प्रदान गर्न पत्रचार पनि गरेको छ। कार्तिक महिनाबाट फागुनसम्म 8,000 नयाँ श्रेष्ठता कायम गरिएको कार्यालयका सूचना अधिकारी टीकाराम अधिकारीले जानकारी दिनुभएको छ। त्यसैगरी जग्गा धनीले चालू आर्थिक वर्षको मालपोत बुझाएको रसिद, जग्गा रोक्का रहेको अवस्थामा रोक्का राख्न संस्थाको सहमति, आवश्यकता अनुसार स्थलगत सरजमिन, आवश्यकता अनुसार 35 दिने सार्वजनिक सूचना, गुठी जग्गाको हकमा गुठी संस्थानको सहमति पत्र चाहिने सूचना अधिकारीले जानकारी पनि दिनुभएको छ।
चितवनको पर्यटकीय नगरी सौराहामा फूड फेस्टिभलको 20औं संस्करण शुरू भएको छ। रेस्टुरेन्ट एन्ड बार एसोसिएसन रेवान सौराहाले चैते दशैंको अवसरमा फेस्टिभल आयोजना गरेको हो। सौराहा सहित चितवनको पर्यटन प्रबन्धनका लागि फेस्टिभल आयोजना गरिएको कार्यक्रम संयोजक कृष्ण प्रसाद खतिवड़ाले जानकारी दिनुभएको छ। फेस्टिभल शुरू हुनु पूर्व सौराहामा भव्य शोभायात्रा पनि निकालिएको थियो। 3 दिनमा 15,000 पर्यटक भित्राउने लक्ष्य गरेर तयारी गरिएको संयोजक खतिवड़ाले जानकारी दिनुभएको छ। चितवनको भरतपुर महानगरपालिकाको चालु आर्थिक वर्षको 8 महिनामा 37.18% मात्रै आर्थिक प्रगति भएको पाइएको छ। चालु आर्थिक वर्ष 2082-83 को दोस्रो चौमासिकसम्म आइपुग्दा सो रकम खर्च भएको पाइएको हो। बिहिबार भरतपुरमा आयोजना भएको सार्वजनिक सुनवाई कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै प्रशासकीय अधिकृत वीरेन्द्र देव भारतले कुल बजेटको 1,93,23,06,000 रुपियाँ खर्च भएको जानकारी दिनुभएको छ। महानगरपालिकाले चालु आर्थिक वर्षका लागि 5,19,71,66,000 रुपियाँ अनुमानित व्यय राखेको थियो। चालु बजेटतर्फ महानगरकोले 2,58,89,47,881 रुपियाँ विनियोजन गरेको जानकारी गराइएको थियो। त्यसमध्ये 1,27,37,37,37,000 खर्च भएको जानकारी गराइएको छ र यो चालुतर्फको समग्र बजेटको 49.2% रहेको पनि जानकारी गराइएको छ। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला। हेलो सबैजनालाई हार्दिक स्वागत छ। माइजू नमस्कार। त्यो बेला हामी एकैछिन यो व्यापारिक विश्रामको समयमा छौँ। कहाँबाट हेर्दै हुनुहुन्छ सबैजनाले कमेन्ट गर्नुहोला। विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबरको पालो। जैविक विविधताका लागि महत्वपूर्ण मानिएको बरण्डबार क्षेत्र अतिक्रमणमा पर्दै गएको प्रति सरकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। बिहिबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा चितवन जिल्लाको मध्य तथा पश्चिम भागमा पर्ने तराई तथा पहाड़ जोड्ने विश्वकै उत्कृष्ट वन्यजन्तुहरूको जैविक करिडोर अतिक्रमणमा परेको भन्दै सरकारवालाहरूले चिन्ता व्यक्त गरेका हुन्। वन डिभिजन कार्यालय चितवनका प्रमुख विष्णु प्रसाद आचार्यले व्यक्ति तथा संघ संस्थाहरूले बरण्डबार वन अतिक्रमण गर्ने क्रम बढ्दो रहेको बताउनुभयो। कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत बहादुर केसीले वन जल जमिनको संरक्षणमा नागरिकहरूमा कर्तव्यबोध हुनुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीले नगरपालिकाले गर्ने कामबाट विमुख नहुने बताउनु भएको छ। संरक्षणकर्मी बासु ढुङ्गानाले नेपालकै सुन्दर बरण्डाभार क्षेत्र रहेको बताउँदै यहाँ पर्यटकको आकर्षण बनाउन सकिने कुरामा पनि जोड़ दिनु भएको छ। चितवनको बरण्डाभार क्षेत्र भारतको टाइगर रिजर्भदेखि महाभारत जोड्ने करिडोर हो। यसको क्षेत्रफल 10,302 हेक्टर रहेको छ। त्यसमध्ये 14 किलोमिटर लम्बाई र 5 किलोमिटर चौडाई रहेको छ। यही सानो गल्लीबाट विश्वकै दुर्लभ एकसिङे गैंडा, बाघ, हात्ती, चितुवा लगायतका वन्यजन्तुहरू ओहोरदोहोर गर्दछन्। सरकारले विक्रमसम्म 2068 सालमा बरण्डाभार संरक्षित वनको रूपमा घोषणा गरेको थियो। यस क्षेत्रमा 17 सामुदायिक वन र 5 वटा धार्मिक वनहरू रहेको पनि जानकारी गराइएको छ। चितवनको पुरानो
नारायणगढ लायन्स क्लबको नयाँ नेतृत्व चयन गरिएको छ। क्लबको नारायणगढमा भएको वार्षिक साधारण सभा तथा अधिवेशनबाट सुबोध श्रेष्ठको नेतृत्वमा लायन वर्ष 2026-27 का लागि नयाँ कार्य समिति चयन गरिएको जानकारी गराइएको छ। नयाँ कार्य समितिमा निवर्तमान अध्यक्ष सनत कुमार पिया, प्रथम उपाध्यक्षमा राजु पिया, द्वितीय उपाध्यक्षमा प्रसन्न कुमार जोशी, तृतीय उपाध्यक्षमा उमेश पिया, सचिवमा विधान श्रेष्ठ, कोषाध्यक्षमा महेन्द्र श्रेष्ठ, सहसचिवमा प्रशान्त कुमार पिया र सहकोषाध्यक्षमा सुरेश कुमार श्रेष्ठ चयन हुनुभएको जानकारी गराइएको छ। त्यसैगरी मेम्बरशिप चेयरपर्सनमा शान्त कुमार पिया, सर्भिस चेयरपर्सनमा निराज कुमार श्रेष्ठ, एलसीआईको एफको कोअर्डिनेटरमा कृष्णराज दरेल, मार्केटिङ चेयरपर्सनमा जयराम श्रेष्ठलाई चयन गरिएको जानकारी गराएको छ। क्लबको निर्देशकहरूमा प्रेम कुमार श्रेष्ठ, सिद्ध कुमार श्रेष्ठ, वामदेव खनाल र उद्योग कुमार पिया चयन गरिएको क्लबका संस्थापक सचिव, पूर्व गभर्नर एवं निर्वाचन समितिका संयोजक प्रभात कुमार जोशीले जानकारी दिनुभएको छ। कार्यक्रम क्लबका वर्ष 2025-26 का अध्यक्ष सनत कुमार पियाको अध्यक्षतामा सम्पन्न भएको थियो। महिन्द्राको पिकअप तथा कमर्सियल युटिलिटी गाड़ीहरूको नेपालमा आधिकारिक वितरक अग्नि ग्रुप अन्तर्गत अग्नि इन्टरपोरेटेक प्राइभेट लिमिटेडले नेपालमै पहिलो र एकमात्र 2 टन भार क्षमता भएको पिकअप महिन्द्रा बोलेरो म्याक्स पिकअप चितवनमा सार्वजनिक गरेको छ। चैत 12 गते बिहिबार चितवनका लागि महिन्द्राको आधिकारिक वितरक सेन्ट्रल अटो ओन प्राली भरतपुर संघको सहकारमा महिन्द्रा शोरूममा विशेष सार्वजनिकरण कार्यक्रम समारोह मार्फत नयाँ पिकअप सार्वजनिक गरिएको जानकारी गराइएको छ। समारोहमा महिन्द्रा एण्ड महिन्द्रा तथा अग्नि ग्रुपका विशेष प्रतिनिधिहरू, संचार प्रतिनिधि तथा ग्राहक वर्गको उपस्थिति रहेको बताइएको छ। जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र बागलुङ नगरपालिकाको सहितको सरकार अलारले गरेको अनुगमनबाट कालीगण्डकी नदीमा चरम दोहन भएको निष्कर्ष छ। त्यसमा संलग्न निर्माण कम्पनीलाई कारवाही गर्न सिफारिस गरिएको छ। वातावरणीय प्रभाव मूल्याङ्कन आईईई को प्रतिवेदन तोकेभन्दा बढी नदीजन्य पदार्थ दोहन गरेको जिल्ला स्तरीय अनुगमन समितिले ठहर गर्दै दोषीलाई गर्ने कारबाही सिफारिस गरेको जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापाले जानकारी दिनुभएको छ। समितिले अनुगमन गरेको स्थानमा थप सामग्री निकाल्न रोक लगाउन नगरपालिकालाई पत्राचार गरिएको थापाले जानकारी दिनुभएको छ। 2 सप्ताह अगाडि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन र प्रहरी, नगरपालिका सहितको सरकार वाला निकायले बागलुङ नगरपालिका 13 काला खोला र बागलुङ नगरपालिका 1 मालढुङ्गा क्षेत्रमा अनुगमन गर्दा नदीमा एक्साभेटर प्रयोग गरी 5 मिटरसम्म खाडल बनाएर नदी कुरूप बनाएको भेटिएको जानकारी गराइएको छ। विजय खबरमा अब खेल खबरको पालो। विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रधानमन्त्रीका पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सफलता हात पार्न सफल भएका छन्। मुलपानी मैदानमा बिहिबार भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई 7 विकेटले हराएको छ भने यस्तै अर्को खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई 7 विकेटले हराएको थियो। जितसँगै अपराजित आर्मी शीर्ष स्थानमा उक्लिएको छ। जितका लागि 210 रनको लक्ष्य पछ्याएको आर्मीले 34 ओभरमा 3 विकेटको क्षतिमा लक्ष्य पूरा गर्न सफल भएको थियो। यस्तै अर्को खेलमा पुलिसले बागमती प्रदेशलाई 7 विकेटले हराएको छ। जितका लागि 266 रनको लक्ष्य पछ्याएको पुलिसले 44 ओभरमा 3 विकेटको क्षतिमा लक्ष्य पूरा गर्न सफल भएको हो। यस अगाडि बागमतीले निर्धारित ओभरमा सबै विकेटको क्षतिमा 265 रन बनाएको जानकारी गराइएको छ। खेल खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू। आज रामनवमी पर्व श्रद्धा र भक्तिपूर्वक भगवान श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदै देशभरि सार्वजनिक विदा। कालिका मन्दिर कालिका आश्रमको 50औं स्वर्ण महोत्सव सम्पन्न। मुलुकले आज नयाँ प्रधानमन्त्री पाउँदै राष्ट्रसभाका वरिष्ठ नेता बारेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिने। जेनजी आन्दोलनको क्रममा जलेका मध्ये चितवन मालपोतका 8000 नयाँ श्रेष्ठता कायम। र बरण्डाभार जैविक करिडोर अतिक्रमणप्रति संरक्षण कर्मीहरूको चिन्ता। चितवनका 7 धार्मिक विद्यालयका 110 जना विद्यार्थीहरू एसईमा सहभागी हुने। भरतपुर महानगरपालिकाको आर्थिक प्रगति कमजोर, 8 महिनामा 37% सीमित। अवस्था सामुदायिक रेडियो विजय एफएम 101.6, इन्टरनेट अनलाइन विजय एफएम को फेसबुक पेज, युट्युब च्यानलसँगै हाम्रो पात्रो र नेपाली पात्रो मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको स्थानीय खबरहरूको संगालो। बिहान 6:30 बजेको विजय खबर सकियो। प्राविधिक कक्षाका मित्र राजेन्द्र श्रेष्ठ, धन्यवाद। अजय पौडेल बिदा हुन्छु। नमस्कार। र तपाईहरू सबैजनालाई पनि धेरै धेरै धन्यवाद छ। थ्यांक यू। नमस्कार।